दशगुण भूपेन्द्र भने त्यो अपराधीको झुटो कुरा र फोनमा भएको भुन्टीको फोन नम्बर र बिचारी भुन्टीले राति 10 बजे फोन गरेको प्रमाण हेरेर भूपेन्द्र भने बिचारी भुन्टीमाथि शङ्का गर्न थालिसकेको छ र भुन्टीलाई जबरजस्ती चौकी लिएर जाँदैछ। तर भूपेन्द्रलाई यो थाहा छैन कि फोन भूपेन्द्रकै बहिनी भूमिकाको कारणले फोन गरेको हो राति 10 बजे। जब भूमिकाको त्यो केटासँग झगडा भएपछि यता नन्द भने भोकै बसेर झोक्राएको कुखुरा जस्तै बसिरहेको हुन्छ र त्यो देखेर भुन्टीले आफ्नो नन्दलाई सबै कुरा सोध्छ र त्यो केटाले मलाई धोका दिइरहेको छ भनेर भनेपछि भुन्टीले भने त्यो केटालाई फोन गरेर थर्काएको हुन्छ र यो कुरा भने भूमिकालाई पनि थाहा छ। तर यो कुरा भूमिकाले भने आफ्नो दाइ भूपेन्द्रलाई भनेका छैनन् र बिचारी भुन्टीले पनि यो कुरा बिर्सिसकेका छन् चारैतिरको तनावले गर्दा। र यही कुरालाई लिएर बिचारी भुन्टीलाई उसको श्रीमान भूपेन्द्र, देवर र नन्द मिलेर जबरजस्ती पुलिस चौकी लिएर गएपछि यता भूमिकालाई बलात्कार गर्ने अपराधीले भने सबै दोष बिचारी भुन्टीमाथि लगाएका छन् कि मलाई तिम्रै बुढीले तिम्रो बहिनीसँग मायाको नाटक गरी बलात्कार गरिदिनु भनेर लगाएकी थिइन्, त्यही भएर मैले यो सबै गरेको हो र मसँग सबुत पनि छ। त्यो सबुत मेरो मोबाइलमा छ। तिम्रो बुढीले मलाई राति 10 बजे दुईचोटि फोन गरेर यो सबै गर्न लगाएको हो भनेर सारा सबुत भने भूपेन्द्र र भूपेन्द्रको भाइलाई देखाएका छन् र त्यही सबुत देखेर भूपेन्द्रले भने भुन्टीलाई जबरजस्ती चौकी लिएर जाँदैछ। तर भूपेन्द्रलाई यो थाहा छैन कि त्यो फोन भुन्टीले भने नन्दलाई धोका दियो भनेर फोन गरेर थर्काएको थियो। त्यो कुरा पनि बिचारी भुन्टीले बिर्सिसकेकी छिन् चारैतिरको तनावले गर्दा। सायद अब आउने भागमा भुन्टीले यो सबै कुरा भन्ने पनि छ। तर अहिले भुन्टी भने पुलिस चौकी नगई किन बाटैबाट रिसाएर फर्किए त? सुकुमायाको कहिले इन्ट्री हुन्छ र यो सबै कुराको पर्दाफास गर्छ। र यदि तपाईहरू पनि जसरी भुन्टीले आफ्नो नन्द भूमिकाको कानको जाली फुट्ने गरी हानेको थियो त्यसरी नै गरी जेलमा भएको अपराधीको पनि कानको जाली फुट्ने गरी हानेर सबै सत्य कुरा बाहिर निकाली बोल्ने अवस्थामा लिएर आउनुपर्छ भन्ने जतिले भिडियोलाई एक लाइक र च्यानललाई सब्स्क्राइब गरी तल कमेन्ट बक्समा भुन्टी भनेर लेख्नुहोला।